गर्मी छ होला भन्ने तर गर्मी छैन कति शीतल छ चिसो छ आज गर्मी छैन मम्मी गर्मी छ गर्मी एकदम छैन नि गर्मी ल आज अब हामी चाहिँ मामा घर जाँदैछु मामा घर जाने के अरे आज के छ नि म त्यहाँ पूजा छ नि पूजा आज पूजा छ अनि त्यही पूजामा जान लाग्यो गर्मी लास्टै छ मम्मी यो चाहिँ हाइवे रोड हाम्रो बहिनीहरू आए को आउनु भएको छ हामी बजी हुनुहुन्छ हाम्रो बजहरू यहाँ हुँदो रहेछ बज यताबाट यसरी जानु नाति यताबाट हामी यता पछाडि यसरी तपाईँ नकुल रानीदान कार्यक्रम पहिला पहिलादेखि अब कति उहरू गाडीहरू पल्टिने के हुने एक्सिडेन्ट हुने कति चिर शान्तिको लागि नतरेको घरलाई नि आत्मा तर्नको लागि भनेर आज भड्केको आत्माहरू नतरेको आत्माहरूलाई नि तरोस् राम्रो होस् भनेर राम्रो बाटो मुक्तिको बाटो 5 बाजीहरू ल्याएर 7 बाजीहरू ल्याएर पूजा गरेर हेलो अहिले हामीहरू चाहिँ चुरे क्षेत्रमा गुन्डो पुल नजिकै छौँ र अनि यहाँ चाहिँ लामा बाजेहरू पूजा गरिदिनु भएको छ होइन यो विषयमा अलिकति जानकारी पाउन मैले प्रदीप भाइलाई भनेको छु भाइ नमस्ते नमस्कार ल प्रदीप भाइ के भन्दै मेरो नाम चाहिँ प्रदीप थिङ हो अनि यहाँ चाहिँ हाम्रो एउटा दाइले अब यो सधैँ यो रोडमा हिँडिरहनुहुन्छ नि त अनि उहाँले चाहिँ सधैँ यो देखिरहनुहुन्छ यता देखिन्छ यो रुख चाहिँ अचम्म खालको रुख छ क्या यसको जरा पनि कति लामो छ अनि यो चाहिँ अनि र यो बिचमा चाहिँ ठ्याक्कै माथि दुध चढाइदियो भने त्यसबाट सिधा तल आएर यहाँनिर हामीले नाक राख्दैन नाकको टाउकोमा दुध चढ्छ ए यस्तो हुन्छ त्यहाँबाट ऊ माथिबाट चढाउने त्यसबाट हेर्नु न त्यो ठ्याक्कै त्यो ऊ रहेछ नि त है सामान हेर त सल्ल तल आउँछ त्यो रहेछ अनि यही देखेर चाहिँ यो रुख चाहिँ पक्कै पनि यहाँ चाहिँ नागदेवताको बास छ होला हजुर भनेर एउटा आस्था लिएर चाहिँ हामीहरूले चाहिँ यहाँ अब नाग पूजा गर्ने भन्ने चाहिँ एउटा धारणा निर्णय गरेको ल धन्यवाद प्रदीप भाइ अब चाहिँ प्रसाद खान जाउँ अहिले छैन अहिले चाहिँ प्रसाद खाँदैछ मेरो मामा जेठो मामा बिहान पूजा बुवाला भन्ने त दिदीहरू आउँछ भनेको आउँछ हामी ल मलाई अझ खानाहरू बिहान नै आयो हुन्छ मैले चाहिँ खाएर सकाएको छु हाम्रो मम्मीले चाहिँ अझै खाँदै हुनुहुन्छ हजुर मा हामी अलि ढिलो आयो बिहानै 6 बजीबाट सुरु भएको थियो अरे अहिले चाहिँ सकिने टाइममा ठ्याक्क प्रसाद खाने टाइममा मात्रै आयो जस्तो भयो यहाँ चाहिँ हामीले पहिलादेखि यो डाँडा काँडा त हाम्रै गाउँ हो यो गाउँको नाम हो खास गरेर भनेर वीर दमार वार्ड नम्बर 1 हो तर अहिले अब तराई बेल्ट गनेको छ तराई बेल्टमा यो 22 नम्बर वडा भन्छ 22 नम्बर 22 नम्बर वडा भन्छ गाविस चाहिँ हाम्रो यो अहिले अमलेशगञ्ज राखिएको छ गाउँको नाम चाहिँ वीर दमार हो ए तिमीहरू मङ्की हो अनि मङ्की हो कति मान्छे ल हामीहरू चाहिँ सकेर अब जाँदैछौँ पूजा सक्यो होइन पूजा सक्यो अब यही हो गुन्डो पुल के अरे गुन्डो पुल होइन गुड्डो यही पुलमा चाहिँ अब मान्छेहरू मारेर फाल्ने अनि यहाँ अलिक तर्साउने त्यस्तो प्रेत आत्माहरू भड्केको त्यस्तोहरू छ नि त त्यो भएर यही प्रेत आत्माको शान्तिको लागि आजको पूजा चाहिँ भएको हो होइन अनि अहिले चाहिँ अब लगभग हामी अहिले सेकेन्ड टाइममा आयो होइन मामा घर चाहिँ नजिकै हो नि त कति मिनट लाग्छ मम्मी 10 मिनट 10-15 मिनट अब हामीहरू चाहिँ मामा घर जाँदैछु ल छिटो मामा घर आइपुग्यो गर्मी छैन गाइज गर्मी छैन ए पुन्ते आइज
मलाई चिने जस्तो छ मामा घरको पप्पीले। सामान आइसक्यो, केमा आएको तिमी चाहिँ? हो र? अब बजेसँगै बस्नु पर्यो। मामा घर आइसक्यो। हाम्रो मामा माइजूहरू चाहिँ उतै हुनुहुन्छ। अब एकछिन आउनुहुन्छ होला, एकछिन बसौँ, मिठो बातसात गरौँ। ओइ ड्रेक लगाइजियो चाहिँ हाम्रो मामा घर हो है। मामा घरमा पहिला आँपको बोटहरू त टन्नै छ, तर आँप छैन। आँपहरू हुन्थ्यो, यो स्पेसली यसमा चाहिँ कति धेरै आँप फुल्थ्यो क्या। योपालि फुल पनि आएन खोइ त, आँपै छैन। आऊ विदेशी, हामी यस्तो घुम्न आउँछ, बहिनी र दाइ र बहिनी। पहिला सानो हुँदाखेरि मामा घर जहिले आइन्थ्यो है, कान्छा मामासँग। कति रमाइलो लाग्थ्यो मलाई चाहिँ मामा घर भनेपछि। स्कुलबाट छुट्टी हुने बित्तिकै पनि ल मामा घर जाने, मामा भने मामा आउनुहुन्थ्यो। अनि पुरै मामा भन्छ त जिग्री हुँदैन। के चाहिँ फलाएर चाहिँ भोलि पनि नस्पति खान आउँछु विदेशीमा ल। दिन्छ कि दिन्न? दिन्छ। सक्यो अब फाइनली। मामा घरमा अब फ्यामिलीहरू हाम्रो रमाइलो। हजुर अब जानलाई रेडी। त्यो सानी त त्यहाँ पो बसिरहेको छ। मामा खोइ बहिनी मामा ल मामा भाइ। अब हामीहरू जाने जाउँ नि। खै बुवा ल हामी चाहिँ बुवाको अफिसमा आइपुग्यो। खै बुवा हेलो बुवा जाने नि तपाईँ? ए ड्रागी आऊ। मम्मीले बिस्कुट दियो होइन? बुवा जाउँ न त। कोरिया जाने ड्रिम भएपछि यसो टाँसेर राख्छ है। त्यो केटो चाहिँ कोरिया जान्छ ल सियर है। प्रदीप भाइलाई सुन्नु। प्रदीप भाइ कोरिया जाने ड्रिम भएपछि होइन, मान्छेले अब जताततै फोटो पोस्टर टाँसेर भयो भने याद गर्छ। यो भनेको हुने बिरुवाको चिल्लोपात। ल भाइ बधाई छ। अनि यहाँ चाहिँ हो छाल्सिने छ हो, छाल्सिनेकै सय त्यति आउँछ। कहाँ कहाँ टाँसेको छ पोस्टर? टोइलेट त छैन। ल बुवा मम्मीले त मलाई छोडेर हिँडिसकेछ। मम्मी बुवा मम्मीले छोडेर गयो। कविता हो कविता के छ?